नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म जेरी बनाउँदैछु। यसरी बनाएको जेरी चाहिँ एकदमै कुरुम कुरुम चुरुम चुरुम हुन्छ। कसरी बनाउँछु त्यो चाहिँ हजुरहरूले पुरा भिडियो हेर्नुपर्ने हुन्छ। जेरी बनाउनको लागि चाहिँ 1 बटुका मैदा हाले, आधा बटुका चामलको पिठो हाले र दही हाले र यसलाई मजाले मिक्स गर्नुपर्छ। अब अलिकति सोडा हाल्छु र कलरको लागि बेसार हाल्छु। पिठो यतिको भएपछि 15 मिनेटको लागि छोपेर राखिदिएँ। अब चास्नी बनाउँछु। त्यसको लागि चाहिँ 2 बटुका चिनी र 1 बटुका पानी हाले, थोरै सुकुमेलको धुलो हाले। अब यसलाई मजाले चलाउँदै 10 मिनेट जति पकाउनु पर्छ अनि चास्नी बन्छ। चास्नीलाई जम्न नदिनको लागि मैले 1-2 थोपा कागतीको रस हाले। अब हाम्रो चास्नी रेडी भयो। अब जेरी बनाउन सुरु गरे। यसरी नै आफूलाई जस्तो मन पर्छ त्यस्तै सेप बनाएर जेरी बनाउन सकिन्छ। ग्यास चाहिँ सानो बनाएर जेरी बनाउनु पर्छ, नत्र फेरि डढ्न सक्छ। हेर्नुस् त मैले बनाएको जेरी कस्तो भयो। हजुरहरू पनि यसरी नै घरमै मजाले जेरी बनाउन सक्नुहुनेछ।